नमस्कार सबैजनालाई। म डाक्टर दीपक मिश्रा, नवजात शिशु तथा बालरोग विशेषज्ञ, एमडी पिडियाट्रिक्स, डीएम नियोनेटोलोजी। 6 महिनासम्मको बच्चाहरू, विशेषतः यदि उसले आमाको दुध मात्रै खाएको छ भने पहेँलो वा सुनौलो रङको दिशा 6 देखि 8 पटकसम्म गर्नु नर्मल हो। यदि त्यो सफ्ट छ, सेमी सलिड छ, त्यो पानी जस्तो छैन, त्यसमा रगत मिसिएको छैन, 6 देखि 8 चोटिसम्म दिशा गर्नु पनि नर्मल हो। यदि त्योसँग ज्वरो छैन, बच्चाको तौल जसरी बढ्नुपर्ने बढिराखेको छ, पानीको कमीको साइनहरू जिउमा देखिएको छैन, जस्तो जिब्रो सुक्खा छैन, आँखा सुक्खा छैन भने 6 देखि 8 चोटिसम्म दिशा गर्नु नर्मल हो। त्यसलाई केही गर्नु पर्दैन। 6 महिनाभन्दा कमको बच्चाको पेट सानो हुन्छ। अहिले खाएको दुध अटाउनलाई पहिले खाएर पचेर दिशा बनेको दुध खाँदा खाँदै वा खाने बित्तिकै निक्लेको हो। यो सानो बच्चाहरूमा भएको ग्यास्ट्रोकोलिक रिफ्लेक्सले गर्दा हो। यो नर्मल हो, यसलाई केही गर्नु पर्दैन। 3 देखि 4 दिनमा पनि एकचोटि मात्रै दिशा गर्नु नर्मल हो। यदि त्यो एकदमै कडा छैन, त्योसँग रगत मिसिएको छैन र जो बच्चाले बजारबाट किनेको फर्मुला मिल्क मात्रै खान्छ, ती बच्चाहरूमा यस्तो कब्जियतको समस्या बढी देखिने हुन्छ। दिशा पिसाब गर्नुभन्दा अगाडि यदि बच्चा रुन्छ, त्यसपछि सहजै दिशा पिसाब गर्छ भने त्यो नर्मल हो। तर दिशा पिसाब गर्नुभन्दा अगाडि मात्रै रुने होइन कि दिशा पिसाब गर्दा गर्दै पनि बच्चा रोइरहन्छ, कन्निरहन्छ भन्ने नजिकको स्वास्थ्य कर्मीलाई भेट्नु।